यस्तो बासमा को चढ्छ? मेरो बुवा चढ्नुहुन्छ। कस्तो राम्रो देखेछ घाम दुख्न लागेको। त्यो हाम्रो बुवाको घरलाई चाहिँ सुन्तला बगैँचा भन्छ। यो चाहिँ बाँसको भारी धेरै खाइसकेको छु। हाम्रो बाजेले लगाएको अरे यो ढल्यो यस्तरी असिनाको हावा। यस्तो हजुरले भिकाफल गोपी आयो गोपी। हेलो साथीहरू, नमस्ते। अनि हजुरहरूलाई पनि मेरो नयाँ ब्लगमा फेरि पनि स्वागत छ। अनि म चाहिँ अन्त मगर प्युठानदेखि। साथीहरू, म चाहिँ दाउरा लिन जान लागेको छु डोको बोकेर। अनि तिमीसम्म हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब पनि गर्न नबिर्सनु होला मेरो अन्त मगर च्यानललाई। आजको मेरो भ्लग पनि बिहानीबाटै स्टार्ट भइरहेको छ साथीहरू। अनि म पनि सन्चै छु, आशा छ हजुरहरू पनि सन्चै हुनुहुन्छ भनेर। अनि अब म चाहिँ भ्लग स्टार्ट गर्छु, सो हेरिदिनु होला है साथीहरू। म चाहिँ यहाँ तल आइसकेको छु दाउरा लिनको लागि डोकोमा। यहाँ चाहिँ सीता आमा अभिषेकले काट्दै हुनुहुन्छ, बाँस काट्दै हुनुहुन्छ, दाउरा काट्दै हुनुहुन्छ। यस्तो बाँसमा को चढ्छ? मेरो बुवा चढ्नुहुन्छ। काटेर केही छैन। बुवा काटेर पनि गइसक्नु भएको छ। अनि तल आमा सीता अभिषेकहरू हुनुहुन्छ, म त्यही जान लागेको छु। तल बाँस काट्दैछ। के मिठो चाहिँ पकाउने हो? सुको साग पकाएको छु म त। गाई मन लाग्छ। उठी धेरै घाँस खाइन्छ नि त। दाउराको भारी रेडी भयो। यहाँ बाँस काट्ने। यो चाहिँ बाँसको भारी धेरै काटिसकेको छु, बनाइसकेको छु। के अरे दाउरा पनि बनाइसकेँ, घाँस पनि धेरै बनाइसकेको छु। हामीले चाहिँ अब बाँस काटिसक्यौँ, अब घर जान लागेको छौँ साथीहरू। मैले चाहिँ बाँस पनि काटिसकेँ, थुप्रै पनि गराइसकेँ। हो कि होइन भन्न त साथीहरू? ल हो त्यो म चाहिँ लसुन खन्न आएको छु, खुट्टी कोरालो बोकेर साथमा सानो कोरालो बोकेर, नानीले खन्ने जस्तै कोरालो। अनि लसुन चाहिँ छैन, यति नै थियो कि हल्का कुखुराले खाएर सब सौदेछ होइन। अनि यो चाहिँ हामीले काटेको होइन, सब कुखुराले खाएर सकेको हो। त्यस्तरी खाइरहस्। यिनीहरू त बदमास हुन्छ कि कुखुराहरू त यस्ता हुन्छ। साथीहरू, म तपाईँहरूलाई चाहिँ अब भुइँकाफल देखाउँछु है। कता गयो हाम्रो भुइँकाफल? देख्नु भएको थियो किन यस्तो हजुरहरूले भुइँकाफल? साथीहरू, म चाहिँ तरकारी बनाउन लागेको छु। गाउँको आलु आगोमा पकाउन लागेको छु। यो चाहिँ अचार बनाउनको लागि टमाटर र भाँगोको अचार गर्न लागेको। मैले होइन, मेरो बुढालाई गर्न लगाउँछु मैले चाहिँ। अब कस्तो हुन्छ हेरिदिनु होला। मेरो प्याज चाहिँ डढिसक्यो, अब म तरकारी राख्छु। आगो चाहिँ डन्डनी बोलिरहेको छ। अनि
चाट पिस्दै गर्नु लौ सपा सपा लौ भित्र हुनुहुन्छ आजा 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 आयो आयो साथीहरू यसरी गर्न पर्छ गौ भनेर भन त ल आधी खोलामा आधी खोलामा खेलिन्छ खोसली गर्ने झोलामा डिम्पल भएको ठ्याक्कै ल ल हुन्छ साथीहरू आज चाहिँ हामी कोडोको ढिँडो खाने भनेर प्लान गराएको छौँ कोडोको ढिँडो अनि मासु गरेर खाने भनेको छ अनि माथि गएर आमालाई माग्न जान लागेको छु म चाहिँ हाम्रो चाहिँ कोडो छैन त्यही भएर आमालाई माग्न जान लागेको छु आमा चाहिँ बारीमा काम गरेर हुनुहुन्छ भारी काम गरेर हुनुहुन्छ आमा चाहिँ कस्तो राम्रो देखेछ घाम डुब्न लागेको वाउ के कोरो पिठो दिन्छ आमाको राति गोपीको पात फाल्दिन्छ यो भैँसी बोला यो बाउलाई अरू गीत जान्न नि पर्यो नि यिनले क्यान लागेको खै नानीले पारी पानी भरेर नि जान्छ लजाएर हाम्रो घर आएको थियो ठुलै पानी त यस्तरी हो र के को रुख्रियो भान्जी 22 हन नानी हाम्रो बाजेले लगाएको अरे यो धले यस्तरी अस्तिको हावाहरू लागेर गोपी बान्दै हाम्रो मामाले दिदीको भिडियो गराइदिनु भन्नुहुन्थ्यो त्यो भिडियो चाहिँ स्पेसल मेरो मामाको लागि हो के के भन्नु चाहिँ कि कपडा लगाएर अरे त्यही भएर मैले भिडियो नगराएको मामा आमाको जम्मा राम्रो भएपछि मात्र भिडियो गर्ने भन्नुहुन्छ चिटिक्क पर्ने रे अनि बल्ल मान्छेले खिजान्छ भन्नुहुन्छ यहाँ फेरि सुन्तला त्यो हाम्रो बुवाको घरलाई चाहिँ सुन्तला बगैँचा भन्छ है हेर्नु साथीहरू वरिपरि सबै ठाउँ सुन्तला छ खै यता हेर्नु सुन्तला यहाँ मात्र होइन माथिको खेत पाटामा पनि छ यहाँ पनि सुन्तला हो कि होइन सुन्तला सीता हो भन हो अरू के भन्नु चाहन्छौ सुन्तला खाने बेला आउनु होला पैसा लिएर भन सुन्तला खाने बेला आउनु होला पैसा लिएर अनि सुर्ती पनि लिएर आउनु होला सुर्ती लिएर आउनु होला कति सानो छ हाम्रो गाउँको अर्ग्यानिक करेला के हो यस्तो अलि तल नानी हुन्छ ल खाऊ
पानी फाल्यो म चाहिँ कोडो पिठो र गोपी लिएर घर लागे साथीहरू ओए त्यो पारी उभिएको को अभिषेक त होइन बसेको होइन होला अरूको होला सीताले चाहिँ यहाँ भोकटा सुकान आछन् उप्पा लाग्यो अरे हाम्रो घर साट्नको लागि बार्नु हुन्छ के थोरै आटो राख्छु ढिरो मात्र राम्रो हुन्न त्यही भएर आटो राख्छु थोरै हामी 3 जना मात्र सम्झिन्छ त्यही भएर थोरै बनाउँछु कि मैले ए उम्लियो त अब ढिरो राख्छु है ढिरोलाई चाहिँ थोरै थोरै गरेर बना म चाहिँ मासु बनाउन लागेको छु चलचित्र बनाउनु भन्छ म चाहिँ खाना खान लागेको साथीहरू ढिरो र मासु Cheers guys अन्त खायो नि अचार हो यो चाहिँ Thank you so much guys for watching until the end अन्तिमसम्म हेरिदिनु भएकोमा त्यसको लागि धेरै धेरै धन्यवाद हजुरहरूलाई अनि आशा छ हजुरहरूले मेरो भिडियो मन पराइदिनु भएको छ भनेर अनि अर्को भिडियोमा पनि यस्तै गरी मन पराइदिनु हुनेछ भनेर अन्तिमसम्म हेरिदिनु त भयो अब लाइक कमेन्ट सेयर सब्स्क्राइब पनि गरिदिनु होला अनि यति भन्दै आजको मेरो भ्लग यहीँ इन गर्दछु अनि आजको लागि यति नै सो गाइज बाई बाई अनि अर्को नयाँ भ्लगमा भेटौँला अब चाहिँ बाई